भाग 17 जडीबुटीमा मिलावट भनेको के हो? जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले जडीबुटीको गुणस्तर परीक्षण कसरी गरिन्छ भन्ने कुरा बुझ्यौँ। आज हामी अर्को महत्त्वपूर्ण विषय सिक्नेछौँ। जडीबुटीमा मिलावट भनेको के हो? मिलावट भन्नाले जानी वा गल्तीवश जडीबुटीमा अर्को पदार्थ वा अर्को बिरुवा मिसिनु हो। उदाहरणका लागि सस्तो जडीबुटीलाई महँगो जडीबुटी भनेर बेच्ने, एउटै जस्तो देखिने तर फरक बिरुवा मिसिने, धुलो, माटो वा अन्य अनावश्यक पदार्थ मिसिने। यस्तो मिलावटले जडीबुटीको गुणस्तर, प्रभाव र सुरक्षामा असर पार्न सक्छ। त्यसैले वैज्ञानिकहरूले जडीबुटीको सही पहिचान, शुद्धता र गुणस्तरको परीक्षण गर्छन्। याद राख्नुहोस्, स्वस्थ हुनु मात्र राम्रो होइन, गुणस्तर र विश्वसनीयता अझ महत्त्वपूर्ण हुन्छ। हाम्रो उद्देश्य डर फैलाउनु होइन, वैज्ञानिक प्रमाणमा आधारित सही जानकारी दिनु हो। अर्को एपिसोडमा हामी सिक्नेछौँ जडीबुटीबारे हुने सामान्य भ्रम र वास्तविक तथ्य। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।